हैन। हाम्रो उमेर गइसक्यो, अब 5 वर्ष बाँकी छ, 8 वर्ष बाँकी छ, 2 वर्ष बाँकी छ। अब हामीले के गर्ने? हामीलाई चाहिँ विस्थापित गर्ने, सेवा सुविधा नदिने। अब अस्ति हेर्नुभयो 10औं संशोधन आयो, अहिलेसम्म कार्यरत काम गरिरहेको शिक्षक चाहिँ हेडमास्टर हुन नपाउने, सरुवा हुन नपाउने। अब बडुवाका सबै नौसहरू लगेर चाहिँ सरुवामा हालिदिएको छ। अब हिजो शिक्षकले काम गरेनन् त्यो विद्यालयमा। हामीले बनाएका, हामीले पढाएका, हामीले सिकाएका तिनी हाम्रा मान्छेहरू अहिले राज्यको उच्च निकायमा हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, सांसद हुनुहुन्छ। हामी जहाँको त्यहीँ छौँ, हामी जुन ठाउँमा छौँ त्यही ठाउँमा छौँ। यो विडम्बनाको कुरा। त्यसैले हाम्रा माग र मुद्दाहरू एउटै भइसके, हामी एकै ठाउँमा छौँ। किन विमति, किन फरक खालको दृष्टिकोण भन्ने हिसाबमा हामीले अब गत वर्ष तपाईँहरूलाई महासङ्घले आन्दोलन गर्दाखेरि राज्यले केही गर्न नसक्ने, अहिलेको सरकारले केही गर्न नसकेपछि हामी एक हुनुको विकल्प ठान्यौँ र एक हुन जरुरी भयो, जरुरी छ, आजको आवश्यकता हो। र त्यही सन्दर्भमा हामीले आज यो एकताको कार्यक्रम गर्दैछौँ। एकताको कार्यक्रममा विगतमा हामीले मुद्दाको सन्दर्भमा 3वटा मुद्दा हामीले अगाडि एक्सपोज गरेका छौँ। सामाजिक सुरक्षा कोषमा जाने, पेसागत निरन्तरताको बारेमा पनि जाने, पहल गर्ने, त्यसको सन्दर्भमा नीतिगत व्यवस्थाका लागि पहल गर्ने, पहिलो कुरा हैन। हामीले त्यसरी पहल गर्ने र अब हामीले सामाजिक सुरक्षा कोषमा जाँदै गर्दा उमेर भएको शिक्षक जाला हैन। तर उमेर नभएको शिक्षकले के गर्ने त भन्दाखेरि उमेर नभएको शिक्षकले सामाजिक सुरक्षा कोषबाट उसको हित हुँदैन भने उसलाई आर्थिक प्याकेज प्रदान गर्ने। 58 वर्षको मान्छे, 55 वर्षको मान्छे सामाजिक सुरक्षा कोषमा योगदान जम्मै 2 वर्ष गर्ला वा 4 वर्ष गर्ला, तर उसलाई त्यहाँ प्राप्त हुँदैन। त्यसैले उसको लागि आर्थिक प्याकेज, गोल्डन ह्यान्डसेक वा डायमन्ड ह्यान्डसेक वा के सुविधा दिने, त्यो सुविधा दिएर उहाँहरूलाई राज्यले अगाडि बढाउने र 27-28 वर्षका, 38 वर्षका, 40 वर्षका, 42 वर्षका शिक्षकहरू मेरो पेसागत वृद्धि विकासका लागि म थाई शिक्षक सरह वा राज्यले मान्यता नीति दिएको शिक्षक सरह जान चाहन्छु भन्ने शिक्षकको हकमा उसलाई त्यो बाटो पनि खुला गरिदिने भन्ने सन्दर्भमा 3वटा मुद्दा हामीले अगाडि सार्यौँ र दुईटै समितिको बिचमा सहमति भयो र ती 3वटै मुद्दा चाहिँ हामीले महासङ्घ मार्फत सरकारसँग, स्टेक होल्डरसँग, सरकार राख्ने, सरकार पक्षसँग छलफल गर्ने, बहस गर्ने, अगाडि बढाउने उद्देश्यका साथ, त्यो ध्येयका साथ हामी आज एकताबद्ध भएका छौँ। मैले यति कुरा तपाईँहरू बिचमा राखेँ। र अर्को कुरा, सामाजिक सुरक्षा कोषमा जाँदै गर्दा हामी त्यहाँ राज्यले दिने विधि बनाउँदाखेरि कति प्रतिशत राज्यले कन्ट्रिब्युट गर्ने, सामाजिक सुरक्षा कोषमा जाँदा हामीलाई निरन्तरता दिने वा नदिने हैन, रकम दिन सक्ने नसक्ने, त्यो सामाजिक सुरक्षा कोषका विधिका कुराहरू पनि छन्। विधि बनाउनु पर्ने कुराहरूमा हामीले महासङ्घ मार्फत हुन्छ वा हाम्रो यस समिति मार्फत हामी पहल गरेर उमेर ढल्किसकेका शिक्षकहरूलाई एक खालको डिसिसन गरेर लैजाने, उमेर भएका साथीहरू जो 15, 16, 18 वर्ष हुनुहुन्छ उहाँहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराएर पेसागत निरन्तरताको बारेमा पहल गर्ने भन्ने खालको हामीले सल्लाह र सहमति गरेर अगाडि बढेका छौँ। मैले त्यही कुरा तपाईँहरू बिचमा राखेँ। र अर्को कुरा, हामीले अब के गर्ने त, हाम्रो मिसन के हो, हाम्रो उद्देश्य के हो भन्दै गर्दा शिक्षक महासङ्घले गत वर्ष 29 दिन आन्दोलन गर्यो। मैले अघि भनिसकेँ, केही हुन सकेन। अहिले प्रोत्साहन भत्ता आएन, हटाउँदै हुनुहुन्छ। भोलि खाइरहेको शिक्षकले हटाउन खोज्नु होला, यो राज्यका मान्यजनहरूले हटाउन खोज्नु होला। त्यतिखेर के गर्ने त भन्दाखेरि हामी 40,000 छौँ, 6,000 चाहिँ उच्च माइमा हुनुहुन्छ, 46,000 छौँ, 30-32,000 बाल विकास हुनुहुन्छ, 35-36,000 विद्यालय कर्मचारी हुनुहुन्छ, 14-15,000 शिक्षक सकाय अनुदानमा हुन्छ। लगभग 1.5 लाख शिक्षकहरू आज 20औँ-30औँ वर्षमा अस्थायी रहनु भएको छ। यो कस्तो त भन्दाखेरि हाम्रो कारण होइन, राज्यकै अदूरदर्शी नीति विधि, सरकार फेरबदल, राज्यमा लडाइँ, मन्त्री त हुने कि म हुने, मेरो पार्टी हुने कि तेरो पार्टी हुने, यी यावत कारणले गर्दा हामी अहिले चेपमा परेका छौँ। त्यसैले हाम्रो उद्देश्य नै के हो भने हामी अहिले उमेर गइसकेपछि हामीले गलत त्याउने काम गरियो भने हामीलाई छुट छैन, हामी त्यत्तिकै बस्दैनौँ। हामीले पहिलो कुरा भनेका छौँ, महासङ्घले 16 र 17 गते परिषद गर्दैछ। अस्थायी प्रकृतिका शिक्षकहरू पनि खुला ओपन त्यहाँ सहभागी हुन पाउने महासङ्घको टिम र महासङ्घ आबद्ध र सम्बद्ध घटकहरूलाई म यही मञ्चबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। सबै शिक्षक हिजो चाहिँ जो निश्चित मान्छेहरू मात्रै अध्यक्ष, महासचिव, उपाध्यक्ष हुने खालको प्रक्रिया थियो, त्यो अहिले
16 र 17 गतिको विधान परिषद मार्फतलाई हटाउने कुरा, विधान अधिवेशन मार्फत हटाउने कुरा सुनिरहेका छौँ। त्यो म उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यसैले पीडित वर्गले त्यहाँ नेतृत्व गर्ने हो, पीडित वर्ग अगाडि जाने हो, जसका समस्या छन् उस समस्या भएको मान्छे नै त्यहाँको नेतृत्वमा बस्नुपर्छ भन्ने छ र त्यही कुरा म भन्न चाहन्छु। त्यसैले 16 र 17 गते जो विधान परिषद विधान अधिवेशन हुन्छ, विधान अधिवेशन मार्फत सम्पूर्ण अस्थायी प्रकृतिका शिक्षकहरू बारेमा छलफल होस्, बहस होस्, उहाँहरूको पक्षमा निर्णय होस् र महासभा पनि अस्थायी प्रकृतिका शिक्षकहरूको त्यहाँ नेतृत्व खालको भूमिका र नेतृत्व हुने खालको खुला खालकोमा त्यो विधान बनोस्, म शुभकामना दिन चाहन्छु। र हामी प्रेसर ग्रुप हो, हामी अस्थायी शिक्षक अस्थायी सङ्गठन प्रेसर ग्रुप हो, अस्थायी खालको हाम्रो यो सङ्गठन हो। यो विधान दर्ता छैन, हामी अस्थायी खालको सङ्गठन भावनाले प्रेसर ग्रुप भावनाले हामीले शिक्षक महासङ्घ छाता सङ्गठन छ, शिक्षक महासङ्घलाई नै बलियो बनाएर उहाँहरू मार्फत नै सरकार र सरकारसँग सम्बन्धित निकायहरूसँग हामीले छलफल गर्ने, बहस गर्ने, लबिङ गर्ने हाम्रो योजना छ। यदि महासङ्घले पनि त्यहाँ तलमाथि गर्यो, महासङ्घ मार्फत पनि हुन सकेन भने हामी पछाडि हुनेछौँ, हामीले खबरदार गर्नेछौँ। किनभने थुप्रै शिक्षकहरूको अहिले उमेर गइसक्यो, उमेर गएकै नाममा ट्याग लगाएर हटाउने जुन सरकारले गर्यो भने हामीले छोड्नेवाला छैनौँ। किनभने हामी जीवितै छौँ, हिजो पनि थुप्रै पटक हामी झुट्टै पनि आन्दोलन गऱ्यौँ, अझ भोलि पनि हामी आन्दोलन गर्न गर्छौँ। त्यसैले महासङ्घले पनि हाम्रा मुद्दा बोकेन, लागेन, सरकारसँग बहस गरेन, छलफल गरेन, हामीलाई प्रायोरिटी दिएन भने राज्य शिक्षक केन्द्रीय समिति र अन्य अस्थायी प्रकृतिका शिक्षकहरू र कर्मचारीहरूले गोल बन्द गरेर हामी भविष्यमा अगाडि बढ्नेछौँ, आन्दोलन गर्नेछौँ, लबिङ गर्नेछौँ, कूटनैतिक पहल गर्नेछौँ, छोड्ने छैनौँ भन्ने कुरा तपाईँहरू बिचमा राख्दै यो एकता प्रक्रियामा दुईटै समितिबाट, राष्ट्रिय समितिबाट विद्रोह गरेर एकतामा गर्नुपर्छ, एकतामा कायम बल हुन्छ, एकतामा विजय हुन्छ, एकतामा सफल हुन्छ भनेर जो टिमले पहल गरेर यहाँसम्म पुग्नु भएको छ उहाँहरूको टिम र एकता प्रक्रियामा पहल गर्ने केन्द्रीय समितिको टिम र तपाईँहरू सम्पूर्ण शुभचिन्तकहरू र अप्रत्यक्ष अप्रत्यक्ष रूपमा राष्ट्रिय शिक्षक केन्द्रीय समितिका सल्लाहकार समिति पूर्व अध्यक्षहरू, राष्ट्रिय समितिका केही मित्रहरू जो आउन सक्नु भएन, आज भोलि आउनु होला, बुझ्नु होला, आज नबुझ्नेले भोलि बुझ्छ, भोलि नबुझ्नेले पर्सि बुझ्छ। त्यसैले सम्पूर्ण साथीहरू, शुभचिन्तक साथीहरू, हाम्रो मुद्दा, हाम्रो माग, हाम्रो उद्देश्य, हाम्रो पेसा एउटै छ। एउटा टिम राहतको थाहै, अर्को टिम चाहिँ अस्थायी होइन। त्यसैले सबैको पेसा एउटै हो, एउटै उद्देश्य हो, एउटै वर्गका हौँ हामी। त्यसैले गोलबन्द हुनका लागि सम्पूर्ण शिक्षकलाई हार्दिक आह्वान गर्दै भविष्यमा हामी एक ठाउँमा हुनेछौँ। राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष लालबहादुर श्रेष्ठ र लालबहादुर श्रेष्ठसँगै आउनुभएको सो समितिका 7 जना पदाधिकारी मित्रहरू र राष्ट्रिय समितिबाट आउनुहुने अन्य केन्द्रीय समितिका सदस्यहरू, जिल्ला कमिटी, प्रदेश र सम्पूर्ण कमिटीमा आबद्ध आदरणीय शिक्षक साथीहरू र त्यसै गरी यो एकता प्रक्रियालाई टुङ्गो लगाउनका लागि लगभग 2-2.5 महिनासम्म अहोरात खट्ने राष्ट्रिय शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह-अध्यक्ष र यो एकता प्रक्रियाका संयोजक कृष्ण राज विष्ट र उहाँको मातहतका 5 जना केन्द्रीय कमिटीका साथीहरू र दुईटै समितिमा आबद्ध स्थानीय तहदेखि केन्द्रीय तहसम्मका सम्पूर्ण साथीहरूलाई र यो कार्यक्रममा यो सूचना सम्प्रेषण गर्ने पत्रकार मित्रहरूलाई हाम्रो केन्द्रीय समितिको तर्फबाट र दुईटै टिमबाट हार्दिक नमस्कार र सबैलाई पुनः नमस्कार। र पहिलो कुरा राष्ट्रिय समितिबाट जो संस्थापन हिजो स्थापना कालदेखि नै काम गर्नुहुने, जसले स्थापना गर्नुभयो, आफ्ना फरक मत राखेर स्थापना गर्नुभयो, उहाँ स्थापना गर्ने 9 जना मध्येबाट 6 जना साथीहरू यहाँ अहिले उपस्थित हुनुहुन्छ। उहाँहरूले हिजो अर्को समिति गठन गर्दै गर्दा, अर्को टिम खोल्दै गर्दा केही रिजर्भेसनहरू थिए। ती रिजर्भेसनको बारेमा हाम्रो केन्द्रीय समितिहरूले बेला बखतमा विभिन्न समयमा छलफल गर्यौँ। हामीले छलफल गर्दै गर्दा हामी एउटा टुङ्गोमा पुग्यौँ। एकता भन्ने कुरा ठुलो कुरा हो। जहाँ एकता छ त्यहाँ सफलता छ, जहाँ एकता छ त्यहाँ विजय छ। हामी एकता बिना सम्भव छैन।
हरेक क्षेत्रमा हेरियो भने विगतदेखि हालसम्म हामीले हेर्दै आयौँ भने एकता जहाँ छैन, चाहे घर परिवारभित्र होस्, चाहे विद्यालयमा होस्, चाहे समुदायका कुनै ठाउँमा होस् वा कुनै समितिमा होस् वा राजनीतिक सेक्टरमा होस्, जहाँ विभाजन छ, जहाँ लडाइँ छ, जहाँ अन्तर्द्वन्द्व छ, विश्वका थुप्रै मुलुकहरू हेर्नुभयो भने जहाँ गृहयुद्ध छ त्यो देश बनेको छैन। एकता महत्त्वपूर्ण कुरा हो हैन। यो उखानै छ तपाईँहरूले, भाइ फुटे गवाल लुटे भने जस्तै हामी एउटै पदमा छौँ, एउटै पेसामा छौँ, एउटै उद्देश्य छ। हामी बिचमा विभाजन भयो भने हाम्रा माग, हाम्रा मुद्दा, पेसागत स्थायित्व हामीले हाम्रो क्षेत्रमा जो गर्छौँ त्यो योगदान पुरा हुन सक्दैन भन्ने निचोडमा हामी पुग्यौँ। र केन्द्रीय समितिको जो 5 सदस्यीय टिम छ, उहाँहरूको अथक मेहनतका साथ र राष्ट्रिय समितिबाट नेतृत्व गर्ने लालबहादुर श्रेष्ठ सर वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ, उहाँहरू एउटा टुङ्गोमा पुग्नु। हामीले गत वैशाख 19 गते हामीले 3वटा मुद्दाहरू त्यहाँ स्थापित गऱ्यौँ, हामीले लेख्यौँ। मुद्दा के लेख्यौँ भने थुप्रै साथीहरू 22 वर्ष, 25 वर्ष, 20 वर्ष, 27 वर्ष राज शिक्षकै रूपमा काम गर्दै आउनु भएको छ। छोराछोरी थाहै भइसके, नाति पनाति पढाइसक्नु भयो, तर जागिरको कुनै टुङ्गो छैन। उहाँहरूले पाउने सेवा सुविधा स्थायित्वको कुनै टुङ्गो छैन। र हामी निचोडमा पुग्यौँ। परिस्थिति अनुसार हिजो आन्दोलन 29 दिने आन्दोलनमा पनि सरकारले केही गरेन। त्यहाँभन्दा पहिला पनि थुप्रै पटक आन्दोलन भए केही गर्न सकेन सरकार कस्तो देखियो भने अब जुन जोगी आबिन कहानी चिरे भने जस्तै हिजोको सरकारले पनि हाम्रा शिक्षकलाई केही पनि व्यवस्थापन गर्न सकेन। अहिलेको सरकार पनि हेर्नुभयो भने बजेट भाषामा के थियो या कार्यान्वयन पुस्तिकामा के आयो, यो शिक्षकले जहिले पनि लड्नुपर्ने। यो राज्य शिक्षकका विरुद्धमा लागे जस्तो भन्दाखेरि यो समुदाय बदल्ने, समाज बदल्ने, देश बदल्ने, देशको मेरुदण्ड रूपमा काम गर्ने शिक्षक हो भनेर परिभाषित गर्ने, तर सेवा सुविधा र उहाँले पाउने कुनै पनि प्रक्रियाबाट राज्यले त्यसलाई ठग्ने, बेइमानी गर्ने देखियो। अहिलेको सरकारले तपाईँले हेर्नुभयो, अस्ति भर्खर 3 दिन भयो कार्यान्वयन पुस्तिकामा हेर्दाखेरि प्रोत्साहन भत्ता शिक्षकलाई छैन, अरू सबैलाई छ। 7% स्थायी व्यवस्थापन भएका अरू कर्मचारीलाई प्रोत्साहन भत्ता छ, शिक्षकलाई कहीँ पनि इङ्गित गरेका छैन। हो यस्तो बेला हामी दुईतिर मुख लगायो भने, लड्यौँ, विभाजित भयौँ, मनमुटाव गऱ्यौँ भने हाम्रा मागहरू सम्बोधन होला नि त, हामी स्थायी व्यवस्थापन होला, पेसागत वृद्धि र विकास होला, हुँदैन अवश्य पनि। त्यसैले थुप्रै छलफल र मन्थनका साथ हामी एकीकरण हुने, एक हुने, एकताबद्ध हुने भनेर अस्ति भर्खर चाहिँ हाम्रो एकता प्रक्रियाको संयोजक कृष्ण विष्ट र लालबहादुरजीको बिचमा अस्ति मात्रै सहमति भयो। हिजो त्यसलाई हामीले टुङ्गोमा लग्यौँ कि राष्ट्रिय समितिमा काम गर्ने लामो समय चाहिँ काम गर्दै आउनुभएको पुरानो उहाँहरू 20 वर्ष 22 वर्ष सेवामा काम गर्नुभएको छ उहाँहरू शिक्षकको बिचमा हिजो हामीले टुङ्ग्यायौँ। र आज त्यसलाई हामीले सूचनाबाट सम्प्रेषण गर्ने सबै देशभरिका 40,000 शिक्षकलाई हामी एक भयौँ, एक हुँदैछौँ, एक भयौँ, एक हुनुपर्छ र बचेका साथीहरू पनि एक हुन जरुरी छ। होला विमति होलान्, असहमति होलान्, कुरा नमिल्लान् हैन, हाम्रो प्रवृत्ति फरक होला, शैली फरक होला, तर गन्तव्य त एउटै छ नि। हामी सबै स्थायी व्यवस्थापनमा जाने, हाम्रो जागिर सुरक्षा गर्ने,